आमा केटाहरू सबै यहीँ रहेछ त हेर्दा मेन काजी यहाँ सब यहाँ सचिन सुबोध सुबित सुरज सबको ग्याङ यहाँ रहेछ अल राइट गाइज स्वागत छ तपाईँहरूलाई मेरो अर्को मिनी ब्लगमा सो आज चाहिँ म बसन्तपुर घुम्न निस्केको त्यो पनि एक्लै देख्न सक्नुहुन्छ ल आज चाहिँ म कहाँ जान्छु र के गर्छु हेरौँ है त ढिला नगरिकन हिँड्दै हिँड्दै पुगेँ म बसन्तपुरतिर म चाहिँ काठमाडौँ आउने पछि बसन्तपुर घुमिरहेको हुन्छु किनभने यहाँनिर चाहिँ काल भैरवको मूर्ति रहेको छ यो काल भैरवको स्टोरी चाहिँ हजुरहरूलाई के कति थाहा छ कमेन्ट गरेर भनिदिनु है त एकैछिन बसेँ एक दुईवटा फोटोसोटो खिचेँ फ्यानहरूसँग भेटेँ अनि त्यसपछि लागेँ म स्वयम्भूतिर स्वयम्भूमा चाहिँ बत्ती बाल्न गएको थिएँ तर बत्ती नै सकिसकेको रहेछ तैपनि लामा बाजेले धुप भए पनि बाल्नु भन्नुभयो त्यसैले म धुप बालेँ र लागेँ बिस्तारै माथितिर माथि जाने क्रममा एउटा बुढो अङ्कलले चाहिँ आइसक्रिम जस्तो बेच्नु भएर रहेछ अनि यो आइसक्रिमको नाम चाहिँ के हो त अङ्कल भनेर सोधेको त त्यसको नाम के हो अङ्कल नामै हुँदैन अरे कहना क्या चाहते हो त्यसपछि लाग्यो म माथितिर देख्न सक्नुहुन्छ यहाँ अगाडि हाम्रो काजी दायाँ बायाँ गर्दै मेरो खानेकुरा खोज्ने भनेर हिँडिरहेको छ तैपनि म यसलाई दिदिनँ भनेर हिँडेको त बाँदरलाई नदिएको पाप लागेछ त्यो कुरालाई साइड लगाइदिउँ हेर्नुहोस् त हाम्रो लामा भाइहरू कति क्युट है मान्छेलाई एक्लै घुम्न अल्छी लाग्छ भन्छ तर मलाई चाहिँ एक्लै घुम्नलाई एकदम रमाइलो लाग्छ आजलाई भिडियो यति नै नेक्स्ट टाइम भेटौँला बाइ गाइज